नमस्कार, म नवग्रह वास्तु कन्सल्टेन्ट एन्ड न्युमरोलोजिस्ट। आज म मङ्गल ग्रहको बारेमा आज केही जानकारी लिएर आएको छु। कुनै पनि व्यक्ति कुनै पनि महिनाको 9 गते, 18 गते र 27 गते जन्मिनु भएको छ भने हजुरको मुलायक 9 हुन्छ र मङ्गल ग्रहको ऊर्जासँग हजुरको अलाइनमेन्ट रहेको हुन्छ। यदि कुनै व्यक्तिमा जोस आउँदैन, जागर आउँदैन, ऊर्जावान हुनुहुन्न, एक्टिभनेस हुनुहुन्न, हैन, जुझारुपन छैन, एउटा लड्ने भिड्ने सेनापति ग्रहको रूपमा मङ्गल ग्रहलाई लिन्छ। यदि हजुरमा कुनै पनि समस्यासँग जुझ्ने भिड्ने, कुनै काम गर्नको लागि उत्साह आउँदैन, जोस आउँदैन, एक्टिभनेस हुनुहुन्न, हैन, मेन्टली रूपमा तपाईँ स्ट्रङ हुनुहुन्न, माइन्डलाई चाहिँ स्ट्रङ बनाउनको लागि, आत्मबल बलियो बनाउनको लागि हजुरसँग त्यो किसिमको ऊर्जा छैन भने त्यसको लागि चाहिँ हामीले मङ्गल ग्रहको एकदम ब्लेसिङ लिन आवश्यक छ। यदि जीवनमा यस्ता गुणहरूबाट हजुरलाई यस्ता क्षमताहरूबाट विकनेस फिल भइरहेको छ भने, आत्मबल बलियो भइरहेको छैन भने मङ्गलबारको दिन हजुरले रेड कलरको कुराहरू लाउने र रेड कलरको कुराहरू खाने गर्नुहोस् र मङ्गलबारको दिन हजुरले हनुमान चालिसा जहिले पनि पाठ पढ्ने गर्नुहोस् र मङ्गलको बीज मन्त्र ओम क्राम क्रिम क्रम स भोमाय नम, ओम क्राम क्रिम क्रम स भोमाय नम, यो बीज मन्त्रलाई पढेर माला जप्ने गर्नुहोस्। दैनिक 108 पटक पढ्नुभयो भने एक माला हुन्छ। कम्तीमा हजुरले 9 माला चाहिँ दैनिक रूपमा बिहान जप्न लाग्नुभयो। लाउने खाने कुराहरू चाहिँ रेड कलर र ओरेन्ज कलरसँग रिलेटेड कुराहरू खान सक्नुभयो भने हजुरले मेन्टली रूपमा पनि स्ट्रङ हुनुहुन्छ र आत्मबलको हिसाबले पनि एकदम तपाईँमा आत्मबल बढेर आउनेछ। यसले गर्दा हजुरको आत्मबल कमजोर भएको व्यक्तिहरूले घरमा एउटा हनुमानको मूर्ति अथवा पोस्टरहरू, फोटोहरू राख्नुभयो भने पनि र मङ्गलबारको दिन हनुमानजीको र गणेशजीहरूको दर्शन गर्नुभयो र मङ्गल ग्रहको चाहिँ ब्लेसिङ लिनुभयो, मन्त्र जप गर्नुभयो भने हजुरमा यो ऊर्जाहरू पूर्ण रूपमा भरेर आउनेछ। यदि बढी छ भने हजुरले डोनेट गर्नुहोस्, कम छ भने ग्रहण गर्नुहोस्। ओम नमः शिवाय, जय शम्भो।